हितोपदेश 27। भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्। ढुङ्गा गरौँ हुन्छ र बालुवा वजनदार हुन्छ, तर मूर्खको उत्तेजना ती दुवैभन्दा अझ गरौँ हुन्छ। क्रोध निर्दयी हुन्छ र झोक चाहिँ अत्याधिक, तर डाहको सामु को खडा हुन सक्छ। खुल्ला हप्की गोप्य प्रेम भन्दा असल हो। मित्रबाट पाएको चोट पत्यार गर्न नसकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छ। टन्न अगाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तितो समेत मिठो लाग्छ। आफ्नो गुडबाट भट्किएर निस्केको चरा झैँ आफ्नो घरबाट भट्किएर निस्केको मानिस हुन्छ। अत्तर र धुपले मनलाई हर्षित पार्छ र मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो। आफ्नै मित्र र आफ्ना बुवाको मित्रलाई नत्याग, र तँलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढाको दाजुभाइ भन्दा बेस हो। हे मेरो छोरा, बुद्धिमान बन र मेरो हृदयलाई आनन्दित तुल्या, तब मलाई हेलचेक्राइको व्यवहार गर्ने जोसुकैलाई पनि म जवाब दिन सक्नेछु। बुद्धिमानले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझो चाहिँ त्यतैतिर जान्छ र दुःख भोग्छ। अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्, यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए त्यो धरौटी राख। कसैले आफ्नो छिमेकीलाई एका बिहानै चर्को स्वरले आशिष दिन्छ भने त्यो त श्राप पो बन्छ। झगडिया पत्नी वर्षाको दिनमा एकहोरो तपतप चुहुने झरी जस्तै हो। त्यसलाई बसमा राख्नु बतासलाई बसमा राख्नु बराबर हो, अथवा हातले तेल अठ्याउनु जस्तै हो। फलामले फलामलाई उध्याए जस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ। अन्जिरको रुख रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्ना मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ। पानीमा अनुहार प्रतिबिम्बित भए झैँ मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ। मृत्यु र विनाश कहिले तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्। चाँदी पगाल्ने भाँडो र सुन खार्ने आरन हुन्छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ।